Hello guys, welcome back to my another new vlog. It's me Pradita Badal. आज फेरि म र मम्मी चाहिँ झुली खेल जाँदैछौँ होइन, खालि हामी झुली खेल जान्छौँ। अनि आज चाहिँ मम्मी घुम्न जाने रे मम्मी अर्को कहिले हो, अनि त्यसको सपिङ गर्नु पऱ्यो किन भन्नुभयो। अनि म मम्मीलाई लिएर चाहिँ खेल जानु भएको। अनि त्यही हो मेन कुरो चाहिँ मेरो च्यानलमा नयाँ हुनेहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला होइन। म चाहिँ अब नयाँ नयाँ भ्लगर हो नि त, अब कसरी कन्टेन्ट बनाउने कसरी एडिट गर्ने त्यो सब मैले भर्खर सिकिरहेको छु नि त। त्यसको लागि चाहिँ अब अलि टाइम लाग्छ, त्यही पनि हेल्प गरिदिनु होला सबैजना मिलेर होइन। मेरो नयाँ भ्लगमा नयाँ म डेली सकेसम्म डेली जस्तो चाहिँ म आजकल भ्लग अपलोड गर्न लाग्छु। अनि डेली जस्तो भयो भने अहिलेको लागि चाहिँ डेली जस्तो म अपलोड गरिरहेको छु। अनि सबै तपाईँहरूको लाइक कमेन्ट सेयर सब्सक्राइबले चाहिँ मेरो युट्युब च्यानल ग्रो हुनसक्छ होइन। त्यही हो अब झुली खेलको बारेमा त कति भन्नु, म एक्लैले नै पुरै झुली खेल एक्सप्लोर गर्दा गर्दै झुली खेल मात्रै भनिरहेको छु होइन। नयाँ ठाउँ कतै जानु पाएको छैन, बाटो त कता कन्स्ट्रक्सनको काम भइरहेको छ नि त। अनि त्यही भएर चाहिँ अहिले मैले नयाँ भ्लग बनाउनु मतलब नयाँ प्लेसमा जानुलाई चाहिँ अहिले मिलिरहेको छैन। अनि खालि यही घर झुली खेल त्यस्तै भइरहेको छ, त्यो पनि केही छैन। म बिस्तारै ग्रो गर्छु होला, मतलब एक्सप्लोर गर्दै जान्छु। मम्मीलाई कस्तो फिल भइरहेको मम्मी सुनाएन के हो तपाईँले, तपाईँलाई कस्तो फिल भइरहेको एकदम राम्रो फिल भइरहेको आमा छोरी हिँड्नु मक्क परेछ नि, हिँड्नु पर्दैन। अनि मान्छे यत्तिकै मक्क परिहाल्यो नि यत्रो बाटो। धेरै कुकुरहरू हुन थालेको है मम्मी है, कति धेरै कुकुर हुन थालेको आजकल। हिजो राति पनि जङ्गे कराएर कति धेरै कराइरहेको थियो, जङ्गेले पनि डिस्टर्ब गर्न थालिन्छ आजकल है। पहिला जस्तो छैन नि, काम त केही यत्रो सानो आए पनि कराइ गरिहाल्छ कि जङ्गे। यति सानो केही भयो नि कराइहाल्छ आजकल। कस्तो राम्रो थियो आजकल बानी रिसा भएको। सुरुमा हामी कहाँ जाने हो, दिदी अङ्कलको पसलमा किन जाकेट बाबाले अलि यतै दिनुभएको त्यो सञ्जीवनी भन्दा अलि तलपट्टि कहाँनिर भन्दाखेरि सबै माउन्ट भ्यूको अगाडिपट्टि दिनुभएको। माउन्ट भ्यूको अगाडिपट्टि दिनुभएको बाबाले त्यो जिन्सको प्यान्टहरू बनाउँदो रहेछ नि त त्यहाँ, अनि त्यही दिनुभएको थियो बनाइदिनु। ल बिस्तारै चलाइरहेको छु। अब हुड्र त अब तल हालिदिनु पर्ने हुन्छ। त्यो सिक्री भएको जस्तै मान्छे रहेछ क्या त्यहाँ, त्यो सिक्री हराएको मान्छे जस्तै सर्ट लगाएको मान्छे रहेछ कि त्यहाँ पर। तर त्यसको सिक्री होइन भन्छन् मम्मी, त्यो सिक्री हराएको होइन भन्छन्, धागो थियो अरे भन्दै थियो। यहाँ कति धेरै हुन्छ, छुट्टी हुँदो भइसक्यो र मम्मी, छुट्टी हुने बेला भइसक्यो र आज त त्यसमा मान्छे छैन नि त। आज अड्डा बजारमा त खालि प्याक हुन्छ नि त। पानी हालेको क्या धेरै ठुलो भएर के धुलो त है, जहाँ तै धुलो भएको ल। यस्तो पिच बाटो पनि धुलो छ के गर्नु।
बाटोमा पनि बिचमा हिँड्ने मान्छेहरू पनि बिचमै हिँड्ने के है हामी तर भोलि दिउँसो आएको पनि भइहाल्छौँ होइन हामीलाई किन आजै आउनु परेको ए पेरानीले मलाई पनि फ्रेम ल्याइदियो भन्दै थिएँ फोटोले पनि बिर्सिछु म त्यसको म पैसा ल्याखा त्यो उसको अङ्कलकोमा त्यहाँ गएर त्यो रदी फोटो स्टुडियोमा हालिदियो कि यता उयो उसमा के माउन्ट भ्यू अगाडि उता साइडमा पनि छ नि एउटा राम्रो खालको एउटा फ्रेम हालिदिनु पऱ्यो उसको ग्रेजुएसन फोटो कन्भोकेसनको फोटो भनेको त्यही एउटा मात्रै हो फ्यामिलीवाला एउटा फोटो तपाईँहरूले राम्रै खिच्नु भएन कि त्यसको ग्रेजुएसनमा बाबालाई झ्याम लाग्यो के चाहिँ होला भनेर जानु फर्स्ट टाइम यही हुँदो रहेछ भनेर रिसाएर आइरहे अब हाम्रो कन्भोकेसनमा नजाने होला फेरि हाम्रो कन्भोकेसनमा त जानु भइहाल्छ नि पोखरा हो भन्नु पाइहाल्छ होइन हामीले उहाँ दिएको थियो ल यो त बन्द रहेछ ए छैन के हो यहाँ दिएको थियो पहिला तल राखिदिएर आउँछु होला है त होइन झोला त्यहीँ छोडिदिनु उसकोमा छोडिदिउ भनेको छ क्या त्यो तरकारी पसलको माथि तरकारी पसलमा छोडिदिनु के किन्न आएको कहाँसम्म पुऱ्याइदिनु पर्ने पाइ त्यही के किन्न आएको तरकारी केही छ नि तरकारी किन के फर्सी साग राग साग यस्तो अहिले मिठो हुन्छ कि हरियो सागपात हो नि हामी घुम्न जाने यहाँ किनभने एक धार्ने गोलडा मम्मीलाई टिपेर राखेको भन्नुहोस् कति रे यहाँ कति रे ए सोधिनँ मैले गोलडा म यहाँतिर किन्दिनँ कहाँ किन्नु गर्दा गणेश सरको अब के अरे घुम्न जाने रे अनि सपिङ गर्नु पऱ्यो अरे भन्ने खाले हामी सपिङ गर्नु मम्मी जाने हो खोइ के किन्नु केही त किन्नु भर्खर आइपुगेको हामी यताबाट आएको यताबाट त आएको हो यताबाट त जानु सक्नु पऱ्यो नि होइन यतै के किन्यो जाने भन्ने कुरो भएको छ अब हेरौँ अहिले पालि सब मैला धेरै होला चामल तपाईँ जाने मेरो त अनि डेढ छोटो भैँसी 2-3टा खालि गाई छ 2टा भैँसी एउटा छ गाई अस्ति भर्खर गाई छ त्यस्तो त जानु मिलेन अन्टीलाई पठाउने ए त्यस्तो कुरो गाडी आउँछ होला त पढाइको आउँछु त्यहीमा जाने हो नमस्ते आन्टी मैले पुरै ल्याएर मैले सपिङ गर्छु खोइ पैसा ए म पैसा झिक आउनु छ उता एटिएम जानु छ मम्मी एटिएम कार्ड चाहिँ दिन्न म उता गराउँ बाबा कहिले जानुहुन्छ र सक्यो अब नजानु यो वर्ष मात्रै हो लास्ट हो साँच्ची हो छोडिदियो त्यो पनि दिनु बिलबुक पनि दिनु एकदम सक्यो रिजल्ट एक दिन 19 गते जाने अनि सक्यो जागिरी छोड्नु धेरै टाढो म एटिएम गराउँछु पैसा कति मम्मी सबैको सपिङ गर्नुहुन्छ ल
भुलेको खेलहरू पानी पनि हाल्दैन ट्राफिक दाजु पनि हात समातेर हिँड्नु फाइनल्ली म चाहिँ एटिएम जान आइपुगिसकेको छु बाइक चाहिँ छोडिदिउँ होइन लाइसेन्स छ भरे खुलाउँछ फाइनल्ली म चाहिँ यहाँ एटिएम आइसकेको छु होइन आजको लागि चाहिँ यति नै थ्याङ्क यू फर वाचिङ बाई बाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला चल पैसा जित्छु बाई बाई सी यू नेक्स्ट व्लग